वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्छ? आज हामी स्मारक जाँदैछौँ। आज मेरो जेठी भान्जीको जन्मदिन। सो आज अलिकति रमाइलो गरौँ न, स्मारकतिर जाउँ। हेटौँडामा स्मारकमा चाहिँ एकदम मामा रुक्नु त त्यो स्टप हान्नु त रमाइलो गरौँ भनेर हामी अहिले चाहिँ स्मारकतिर हिँडेका छौँ। गाइज अब हामी स्मारक जानको लागि तयार भइसकेका छौँ। 6:30 भएको छ। सो हामी गाडीमा जाँदैछौँ सबैजना। सो हामीसँग हाम्रो भिनाजु हुनुहुन्छ। हेलो 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 गाइज, हामीहरू को गाइजहरू छ यहाँ? हेलो गाइज। र हाम्रो आमा स्विटी पनि हाई हाई मामी हाई बुवा ल हाई ल पछाडि पनि टोलीहरू छ। ल गाइज हामी चाहिँ अब जाँदैछौँ आज स्मारकको रात्रिकालीन रमाइलो गरेर। सो हामी त्यहीँ गएर बर्थडे मनाउँछौँ र हेटौँडामा स्मारकको रात्रिकालीन रमाइलो सो तपाईँलाई देखाउँछौँ। बाई बाई। सम्यम भन्ने चाहिँ सानो मान्छे होइन? सम्यम 40 सब्सक्राइब। फाइनली हामी स्मारक आइपुग्यौँ। टोली यता झरिसक्यो। अब हामी फाइनली स्मारक जान्छौँ। अब बर्थडे गर्लले के किन्ने हो होइन? मामाले त के किन्यो? मामाले त नगर बाबु। सानो मान्छे खालि ल्याङ गर्छ क्या यसले यार। ए मामालाई मैले त डल्लाउने भइहाल्यो नि। अब हामी जाँदैछौँ कता? जाँदैछौँ होइन? यो मेरो के हो? दोस्रो भ्लग हो यो। आजको दोस्रो भ्लग हो। ल ओके, टोली अगाडि बढ्यो। सो अब हामी भित्र प्रवेश गरिसक्यौँ स्मारकभित्र। स्मारकमा घुम्न आउँदा चाहिँ लास्टै रमाइलो हो। तर सो यतिखेरसम्म हामी स्मारक आउँदा स्मारकमा हामीले मान्छेको चलपल चाहिँ देखेनौँ है। सो आउन पनि सक्छन् अहिले होइन? रमाइलो चाहिँ रमाइलो छ गाइज। तपाईँ अब बेलुकाको समय गर्मी महिनामा बेलुका कहाँ डुल्ने भन्ने लागिरहेको हुनसक्छ। सो त्यस्तो हो भने चाहिँ सो म तपाईँलाई स्मारक हेटौँडामा स्मारक छ। सो स्मारकमा आउनलाई चाहिँ अलिकति आग्रह गर्छु। भन्नु के ल्याएको? यो केक आज भान्जीको बर्थडे। मामा र माइजूकोबाट केक। सौजन्य मामा र माइजू। कस्तो लागिरहेको छ? रमाइलो हो। मलाई रमाइलो भनेपछि मलाई घुम्न भने चाहिँ मेरो बढी लास्टै घुम्न र खाना भनेपछि भइराख्नै पर्दैन। खतरा खान्छ नि मिठो खाना भन्नु न। मिठो खाना सुन्यो नि गाइस? खाना र सुन्न भनेपछि खतरै हो। सो गाइस के भनिरहेको छ? कुनाली के भनिरहेको? के जेठी के भइरहेको तँलाई? कस्तो लागिरहेको छ? म पनि भ्लगर हो एन्ड मेरो चाहिँ सिसी न्यू बने छ टिकटकमा। सबैले गएर फलो गरिदिनु होला। सिङ्गर पनि हो, सबैले गएर भिडियो हेरिदिनु होला। सो गाइस अब भान्जीको बर्थडे हामी सेलिब्रेसन गर्दैछौँ। बर्थडे हामी सबैभन्दा पहिला बर्थडे मनाउँछौँ होइन? केक काट्छौँ होइन?
सो हामीले केक काटिसकेका छौँ अब केक खुवाउने कार्यक्रम हुन्छ सो यो पछाडि हामी स्मारक घुम्छौँ है त सिरिया कसलाई खुवाउने पहिला मेरो बुवालाई कि बुवालाई शिशिर के हो लास्टै हान्छ आहा त बा है मलाई खुवाएको त खिच्नुपर्छ पर्छ नि ल सिरियल खुवाइरहेको मलाई मैले खुवाउनु होला नि त बर्थडे गर्दा पहिला त मामाले खानु पर्यो होइन ल्यापै खुवाइदिन्छ ए यहाँनिर लगाइदिए मामा माइती लगाइदिए ठिक छ नि होइन यस्तो गर्नु शिशिर अलि बिस्तारै खाऊ है सन्नु मिठो ओके नि भैरवातिर यस्तो हुन्छ कि न यस्तो स्मारक चाहिँ छैन होइन के छ त्यहाँ चाहिँ भए पनि म गएन छ होला अब यस्तो घुमे छैन नि अब छुट्टी भएर अहिले घुमे गर्लफ्रेन्ड सर्लफ्रेन्ड लिएर गएको छैन आमा हुनु पर्यो नि लिएर जान लाग्यो हो कि होइन गाइस छँदै छैन यो भन्नाले चाहिँ भर्खर यसरी देखान अब गर्लफ्रेन्ड बनाउने बेला पनि भएको छैन त्यही भएर होला भिनाजु ल यो जोडी गीताजी के छ बुढाको भाइ र मेरो भाइ ल भिनाजु ओके ओके भइरह ओके ऊ त खाइरहने हो गीता त तपाईँलाई के भन्नु हो मम्मी केही भन्नु केही भन्नु छैन कान्छी छोरी बिरामी भने त्यही पिर त्यति चाहिँ पेट आइरह ओके बुवालाई केही भन्नु बा राम्रो स्मारक आइयो छोरीको चाहिँ बर्थडे मनाइयो राम्रो घुम्यो ओर्यो अब कान्छी बिरामी भाइ अहिले बोलाएर हामी आउने भनेको चाहिँ दिदी पनि आउने कुरा थियो दिदी भिनाजु नै आउने कुरा थियो होइन दिदी भिनाजु चाहिँ दिदीलाई चाहिँ सन्चो भएन भनेर रेस्टमा चाहिँ यसो हस्पिटल छु भन्दै थियो है सो अहिले जान भेटेर जान्छौँ होइन समग्रमा बबाल भयो रमाइलो भयो रात्रिकालीन स्मारक हो हामी स्मारकमा घुम्नको लागि र भान्जीको बर्थडे मनाउनको लागि चाहिँ हामी भेटेर स्मारक छौँ अहिले अलिक अब हामी चाहिँ खाने कि भनेर चाहिँ गरिरहेछौँ के ल्याएको छ सन्नु पकौडा खानुहुन्छ के ल्याहा खानेकुरो हाम्रो यो के अरे साँधेको मोमो पकौडा सबै भेज हो हाम्रो ओके अनि त्यसपछि यो के हो हेर्दैछु भयो बर्गर बन्नुभयो भने अनि यो चाहिँ सादा मोमो पिज्जाहरू छ बर्गर लेखेर यो मोमो होइन मोमो यताको के हो यो पिज्जा यो पिज्जा ओके यो अर्को पिज्जै हो सो यो पनि पिज्जा सबैजनाले अब खाने भेज आइटम चाहिँ किन भन्नुहुन्छ भनेदेखि भेज आइटम चाहिँ हामी जेको मासु भेट्यो त्यसको मासु हानिदिने पार्टी हो होइन बुवामा पनि आउनु भएको सो बुवामा पनि भएको कारणले गर्दाखेरि हामी शाकाहारीमा हुन बाध्य भएछौँ त्यो अरू मासु चाहिँ हामी अर्कोचोटि त्यो खान्छौँ यहाँ राम्रो हुने काम पनि भइरहेछ गाइज हामीले कता के खाइसक्यौँ एकदम पिरो खाने काम एकदम सिद्धिसक्यो होइन सो अब एक राउन्ड हामी
सर हेर्छौँ लास्टै बिरायो कस्तो कस्तो भयो के मन पर्यो साँडेको मोमो मलाई त लास्टै हेर्नु पो देखेको जस्तो लाग्यो के हुन्छ एउटै अब के हुन्छ भने होइन लास्टै ह्यान्डसम देखिन्छ नि मलाई मामाको दारी चाहिँ हो कि बहुत राम्रो पाल्नु पर्छ है मामा बुझ्यो सराब पो दिन्छ दियो ल अब हामी डुल्न हिँड्यौँ अब हाम्रो काम खाने काम र बर्थडेमा केक चाहिँ काट्ने काम सकिन्छ मम्मी पनि दङ गरेर यस्तो उज्यालो नि हुँदो रहेछ दङ गरेर राख्नु अब डुल्ने आयो अब ग्रुप फोटो खिच्ने हो अब ग्रुप फोटो खिच्ने हो कि ल जाउँ उता तल जाउँ ल अब हामी लगभग डुल्यौँ आज अलिकति माहौल खल्लो भयो स्मारक घुम्यौँ डुल्यौँ आज अलिकति रमाइलो भयो भान्जीको बर्थडेको बाहनाले हामी स्मारक आयौँ घुमिसक्यौँ अब हामी फाइनली जान्छौँ गाइस है त ल अब एउटा बाहनाले घुम्यो होइन कस्तो लाग्यो आज कान्छी बिरामी भयो भने धेरै बेर घुम्न नि पाइएन होइन अब भेट्न जान्छ हामी ल सिधा फाइनली ह्याप्पी बर्थडे है त ल सन्नु छोटो मिठो होइन एकदम रमाइलो भयो म त अब आइरहेको छु ल भाइ ल कान्छी बिरामी भयो भएर अब अलिक धेरै बेर घुम्न नि पाइएन सो अब त्यसलाई भेट्न हामी जान्छौँ अब हामी लाग्यौँ है त सम्यम ल बाई ल अब हामी फाइनली दिदी बिरामी भयो भएर धेरै बेर घुम्न नि मन लागेन होइन अब हामी जान्छौँ बाई